मर्निङ गाइस। आज चाहिँ मेरो डान्स गर्नु छ हैन। अन्त चाहिँ सूर्योदय स्कुलमा हिजोदेखि सिकेको भ्लगमा देखिरहनु भएको छ। अन्त चाहिँ आज मेरो डान्स छ। काकीले चाहिँ भरे युट्युबमा के हेर्नु अहिले हेरिहाल्यो भन्नुहुँदैछ, माथि बढाल्नु हुँदैछ नि त। अन्त चाहिँ आजको मेरो आउटफिट यस्तो छ, फुल आउटफिट। कुनै दिन देखाउँला, कति बेला देखाउँछु, के गर्छु, भरे हुन्छ त्यो सबै कुरा। अन्त चाहिँ अब हामी हिँड्न आँटेको, आमा रेडी हुनुहुँदैछ होइन। मलाई परबाट बडीले पनि बोलाइरहनु भएको छ, एकछिन आइज न भन्दै। अन्त चाहिँ यस्तै छ, अब हामी हिँड्न आँटेको। अब चाहिँ हामी हिँडेको, मेरो थाल पनि रेडी भयो। बडी यहाँ हेर्नु, बडी हेलो भन्नु। हेलो। अन्त चाहिँ अब हामी जान आँटेको, आमा पनि रेडी भइसक्नु भयो। अन्त चाहिँ हामी अब निक्लेको। आज चाहिँ प्रोग्राम चाहिँ के को भन्दाखेरि चाहिँ बैशाखी पर्व मनाउने हो। वैशाख 1 गतेमा मनाउनु पर्ने हो, तर स्कुलमा त्यस्तै के प्रब्लमले गर्दाखेरि चाहिँ आज मनाएको। अन्त सबैजना साडी लगाएर राम्री राम्री भएर जान आँट्नुभएको। हामी चाहिँ अहिले स्कुल आइपुग्यौँ होइन। यो चाहिँ मैले क्लास 8सम्म पढेको स्कुल हो। गीत बत्दैछ, नाच्छु नाच्छु पढेको। एउटा चाहिँ यस्तो देख्दैछ होइन, स्कुल चाहिँ यहाँबाट हो। अन्त देख्दैछ के भयो के भयो यो पनि आइपुगेँ होइन। अन्त म यहाँ प्रशान्त लिन गएको थिएँ। स्कुल चाहिँ यो हो, पहिला पढेको। हामी चाहिँ अब हेयर ड्रेस लगाएर आएको छ होइन। अन्त यसको ड्रेस चेन्ज गर्नु छ। अब हामी ड्रेस चेन्ज गरेर त्यहाँबाट के हुन्छ। हामी चाहिँ आमाहरूको डान्स सक्यो होइन। अन्त चाहिँ हामी माथि जाँदैछौँ। के यहाँनिर केटाकेटीहरू क्या दामी भएर आउँदैछ नि होइन ल। स्टाफ रुमहरू छ यहाँनिर, प्राइमेरी क्लास छ होइन। हाई स्कुल चाहिँ छ बौलाई। म चाहिँ यहाँ छु अरे, गरमले चाहिँ नि यस्तो चुहाडाम भइसक्यो। यहाँ चाहिँ मेरो फोटो सुट हुँदैछ हो। अब फोटोग्राफर भावनाश्रीमा प्लिज हायर मी समबडी। एउटा शिक्षा मलाई मनपर्छ। राम्रो राम्रो पोजिटिभ थट्सका किताबहरू पढ्छु। अनि त्यो पढ्दा के हुन्छ भने
ड्रेस चेन्ज गरिसकेँ कुर्ता लगाएर चाहिँ अनि चाहिँ भर्खर लुगा फेर्दै चाहिँ फोटो भएको खिची म चाहिँ गरमले चाहिँ यस्तो राग लाग्यो कि अनि चाहिँ अब गएर मुख धुन्छ आइलाइनरहरू सबै पुस्छु अन्त जान्छु तल फेरि प्रोग्राम अब चाहिँ खाना खाने आजको लागि यति नै बा